महेशजीले जापानी भाषाको N4 तहको व्याकरण सम्बन्धी एउटा महत्त्वपूर्ण प्रश्न हल गर्ने तरिका सिकाउनु भएको छ। प्रश्न र संरचना यस प्रकार छ। यामादा-सान वा वाताशी नि गाम्बात्ते इत्ता। यसको अर्थ हुन्छ, यामादाजीले मलाई मेहनत गर्नु भन्नुभयो। यहाँ खाली ठाउँमा कुन पार्टिकल प्रयोग हुन्छ भनेर सोधिएको छ। विकल्पहरू यस प्रकार छन्: हा, वा, ओ, मो, तो। मुख्य नियम र समाधान। महेशजीले यस प्रश्नलाई हल गर्न एउटा एकदमै सजिलो सर्टकट टेक्निक सिकाउनु भएको छ। कोटेसनको नियम। जब कुनै वाक्यमा कसैले भनेको कुरालाई जस्ताको तस्तै उद्धरण चिन्ह वा कोटेसन रा भित्र राखिन्छ, तब त्यो कोटेसनको लगत्तै पछि जहिले पनि तो पार्टिकल प्रयोग गरिन्छ। क्रियापद वर्ब। वाक्यको अन्त्यमा इत्ता छ जुन इमासको प्लेन पास्ट फर्म हो। जापानी व्याकरणमा भन्नु टु से क्रियापदभन्दा अगाडि के भनेको हो भन्ने कुरा जनाउन तो पार्टिकल चाहिन्छ। सही उत्तर विकल्प नम्बर 4 तो नै यसको सही उत्तर हो। पूरा वाक्य र अर्थ। सही पार्टिकल राखेपछि वाक्य यस्तो बन्छ: यामादा-सान वा वाताशी नि गाम्बात्ते तो इत्ता। अर्थ: यामादाजीले मलाई मेहनत गर भनेर भन्नुभयो। थप उदाहरण: यदि कसैले धन्यवाद आरिगातो भन्यो भने आरिगातो तो इत्ता, धन्यवाद भन्यो। विद्यार्थीहरूका लागि सुझाव। परीक्षामा समय बचाउनका लागि पूरा वाक्य पढिरहनु पर्दैन। यदि खाली ठाउँभन्दा अगाडि कोटेसन रा छ र पछाडि इत्ता वा इमासिता जस्ता शब्द छन् भने सिधै तोमा चिन्ह लगाउनुहोस्। यो तरिका अपनाउँदा झुक्किने सम्भावना कम हुन्छ र उत्तर पनि छिटो मिल्छ। कृपया लाइक, कमेन्ट, रिपोस्ट गरी सहयोग गरिदिनुहोला। धन्यवाद। तपाईको दिन शुभ रहोस्। महेश सेन्सेई।